पर्छ हजुर आज चाहिँ हैन हजुर तपाईँले जस्तो यस्तो पोसाक मिलाएर यस्तो यो चाहिँ अब बाजा बजाइरहनु भएको नि बाजा चाहिँ अब हातमा सिप छ अब के त्यो मेला कुनै पनि गाउँमा मेला नलाग्ने भएको कारणले हाम्रो यस लालीगुराँस युवा क्लबले एउटा निर्णय गर्यो कि 67 सालमा उत्पादन भएको क्लबले 68 सालमा मेला लगाउनुपर्छ। छिमेकमा भएको गाउँहरू दिदीबहिनी आमा बुवाहरूलाई रमाइलो गर्नुपर्छ भनेर हामीले यस विजयादशमीलाई लक्षित गरेर हामीले सराव नाचको एउटा मेला उत्पादन गरेका छौँ। हाम्रो सराव नाच मेला निरन्तर चलिरहनेछ। सम्पूर्ण हाम्रो युवा ल धेरै बधाई छ तपाईँलाई। थ्याङ्क यू। तपाईँको परिचय भनिदिनु न। मेरो परिचय गौतम विक, मेरो घर चाहिँ सदरमुकाम नगरपालिका 1 कोजिबाङ दाबुङ पर्छ। साथीले चाहिँ भाले जित्नु भएको एकदमै हामी खुसी यता तपाईँको मेरो सेम डाँडाकाटी सबैलाई नमस्कार, मेरो नाम दीपक विक। हामी स्वर्गदारी नगरपालिका 9 कालीपोखरी भन्ने ठाउँमा विजयादशमीको सन्दर्भमा आज महानवमीको दिन हामी सराय नाचमा सहभागी भएका छौँ र यसै सन्दर्भलाई लिएर मैले छोटो भिडियो पस्कने प्रयास गरेको छु र यस भिडियोमा यहाँ भएका गतिविधिहरूलाई चाहिँ आफ्नो ढङ्गले राम्रो तरिकाले प्रस्तुत गर्ने जमर्को गरेको छु। उहाँको नाम रमेश विक। उहाँ हाल वैदेशिक रोजगारीको सिलसिलामा कतारमा बस्नुहुन्छ र गाउँमा आएको बेला के गरौँ अनि सबैलाई रमाइलो हाँसी खुसी बसौँ भन्ने अभिप्रायले यस मेलाको आयोजना गर्नुभएको हो। ल साथीहरू, अब आजको सराय नाचको मेन धमाका सुरुवात हुँदैछ। हेर्नुहोस् त साथीहरू, दसैँ त्यत्तिकै प्रमुख पर्व भनेको होइन नि। यति धेरै रमाइलो छ, यति धेरै मान्छेहरूको उपस्थित छ, मलाई धेरै रमाइलो लाग्यो।
फोन छ के फोन सम्झना भाइ कहाँ गयो यस्तो यहाँ कहाँ टुक्रियो ल भाइ स्वागत छ हाम्रो मेलामा। हजुर एकदम धन्यवाद छ। तपाईँको परिचय दिनुहोस् न। मेरो नाम अमृत बुढा मगर, घर चाहिँ ठुलो पोखरा सौरा नगरपालिका वडा नम्बर 9 पर्छ। हजुर आज चाहिँ यता महानवमीको मेला लिएर आएको काली पोखरीमा नजिक आउनुहुन्छ। अनि तपाईँ के गर्नुहुन्छ? म अहिले यत्तिकै पढ्ने ब्याचलर रनिङ छ। कुन ठाउँ पढ्ने मान्छे हुनुहुन्छ होइन? हजुर तपाईँले चट्ट यस्तो पोसाक मिलाएर यस्तो यो चाहिँ अब बाजा बजाइरहनु भएको नि? अब बाजा चाहिँ अब हातमा सिप छ अब के त्यही भएर बजाइदिएको। ल थ्याङ्क यू भाइ, एकदम खुसी लाग्यो। फेरि लगाउनु दाइ, एकचोटि लगाउनु। त्यसै पनि मौसम ठन्डी छ, त्यसमाथि झन् आइसक्रिम। यहाँले यहाँ पनि छोड्नु भएन है। ल है साथीहरू, अब हामी भाले पगट खेलतर्फ लाग्यौँ। यति रमाइलो हुन्छ, हामी केही भिडियोहरू चाहिँ देखाउँछौँ है। उहाँले पनि खासै उपार गर्नु भएन। अब हेरौँ अरू भिडियो। ल धेरै बधाई छ तपाईँलाई। थ्याङ्क यू। ए तपाईँको परिचय भनिदिनु न। मेरो परिचय गौतम विक, मेरो घर चाहिँ सुकुदार नगरपालिका 1 कोजिबाङ दाबुङ पर्छ। अहिले चाहिँ कालिपोखरीमा सराई मेला हेर्न आएकोमा भाले छपाईमा प्रगतिका भाग लिँदाखेरि भाले पाइएको प्रथम भएको छु भन्नु न। सबैले लाइक कमेन्ट सब्सक्राइब गर्न नभन्नु होला। थ्याङ्क यू। अनि को धेरै साथी, तपाईँको साथीहरू यहाँहरू हो? हजुर हजुर हामी तपाईँको गाउँको नाम भनिदिनु। हाम्रो घर चाहिँ डाँडाकटरी माण्डवी गाउँपालिका 4 वडा माण्डवी गाउँपालिका वडा नम्बर 4 डाँडाकटरी पर्छ। हाम्रो साथीले चाहिँ भाले जित्नु भएको एकदमै हामी खुसी छौँ। तपाईँको? मेरो सेम डाँडाकटरी माण्डवी तपाईँको? मेरो सेम माण्डवी डाँडाकटरी वडा नम्बर 4। सकिन्छ भने मान्छे जिन्दगीभर रमाउनु पर्छ, सकिन्न भने एक दिन भयो नि रमाउनु पर्छ भन्ने चाहिँ यो भाइहरूको ज्वलन्त उदाहरण हो है। नमस्कार, हामी यति बेला स्वर्गदारी नगरपालिका 9 देखि बोल्दैछौँ। विशेष गरेर हामी विजयादशमीलाई भित्राइसकेका छौँ होइन। यसै सन्दर्भमा लिएर लालीगुराँस युवा क्लबद्वारा चाहिँ यहाँ सरायमा आयोजना गरिएको छ। हाम्रो यस आयोजकको तर्फबाट हुनुहुन्छ रमेश भाइ, स्वागत छ हजुरलाई। धन्यवाद दाजु, हजुरलाई पनि स्वागत छ हाम्रो यस मेलाको सभा बढाइदिनुलाई। तपाईँ आइदिनु भयो, तपाईँलाई विशेष धन्यवाद। हाम्रो सम्पूर्ण लालीगुराँस युवा क्लब पहिलो भयो, तपाईँलाई
विशेष धन्यवाद शब्दहरू बोल्न चाहन्छु। थ्याङ्क यू भाइ। विशेष गरेर यो एकदमै राम्रो काम, सराहनीय काम सबैले चाहिँ हामीले योबाट सिक्नुपर्छ। खास के को सन्दर्भमा तपाईँहरूले मेला आयोजना गर्नुभयो यसको बारेमा छोटो भनिदिनु। धन्यवाद महत्त्वपूर्ण क्वेसनको लागि। सर्वप्रथम त हामीले यो स्वर्गदारी नगरपालिका 9 कालीपोखरीमा कुनै पनि मेला सञ्चालन नभएको हुनाले, कुनै पनि भैलो कार्यक्रम नभएको हुनाले हामीले 2067 सालमा भैलो स्थापना गरेका थियौँ। 2067 सालमा भैलो स्थापना गरेर हामीले 68 सालदेखि कुनै पनि यो गाउँ अनि त्यसै गरी यो एरियामा आसपासको कुनै पनि गाउँहरूमा कुनै पनि गाउँमा मेला नलाग्ने भएको कारणले हाम्रो यस लालीगुराँस युवा क्लबले एउटा निर्णय गर्यो कि 67 सालमा उत्पादन भएको क्लबले 68 सालमा मेला लगाउनुपर्छ। छिमेकमा भएको गाउँहरू, दिदीबहिनी, आमा बुवाहरूलाई रमाइलो गर्नुपर्छ भनेर हामीले यस विजयादशमीलाई लक्षित गरेर हामीले सराय नाचको एउटा मेला उत्पादन गरेका हौँ। एकदमै खुसी छ भाइ। धन्यवाद भाइ। खुसी लाग्यो। अनि विशेष गरेर यहाँ चाहिँ कुन ठाउँदेखि हेर्न आउनु भएको दर्शकहरू यहाँ मेलामा प्राय? हाम्रो त्यसै गरी हाम्रो धेरै गाउँबाट आउनुहुन्छ। आसपासको धरमपा, धपखोला, कुसुन्डे, कोचिबाङ, त्यसै गरी डाँडा गाउँ, ठुलो पोखरा, गजेधारा, सुखखोला धेरै गाउँ छौँ हामी। धेरै गरी स्वर्गदारी नगरपालिकाका बासिन्दाहरू धेरै जस्तो हामी यहाँ आउनुहुन्छ। त्यसै गरी स्वर्गदारी नगरपालिकाको बासिन्दा मात्र नभएर अन्य सामने मान्डेवी गाउँपालिकाका बासिन्दाहरू, अन्य साथीहरू पनि हामी बाहिरदेखि आउनुहुन्छ। मेला एकदमै राम्रो लाग्छ। सोचे जस्तो छ, एकदम सभ्य तरिकाले हाम्रो मेला सम्पन्न हुन्छ। धेरै साथीहरू आएर हाम्रो मेलाको शोभा बढाइदिनुहुन्छ। हामी एकदमै खुसी छौँ। धन्यवाद। लगभग हामी बिचमा आइसकेका छौँ होइन आजको सराय नाचको। हजुर, आजको यस कस्तो भयो, कति रमाइलो भयो अनि कति यहाँ चाहिँ स्थानीयहरू कति रमाए, के कुराहरू चाहिँ सिके, यसरी समग्रमा मेलाको बारेमा भनिदिनु। आज के कस्ता गतिविधि भयो भनिदिनु त। हजुर, आज चाहिँ एकदमै हामी रमाइलो गऱ्यौँ। एकदम रमाइलो भइरहेको छ। हामी मेलाको अन्तिम चरणमा छौँ। हामीले अब भालेसुप कार्यक्रमहरू जस्ता धेरै कार्यक्रमहरू राखेका छौँ। एकदम अन्तिम चरणमा छौँ। यहाँका बासिन्दाहरू एकदम खुसी हुनुहुन्छ। आसपासका मान्छेहरू, आसपासका गाउँलेहरू पनि एकदमै खुसी हुन्छ। बुढापाका बालबच्चाहरू जो टाढा गएर हेर्न सक्नुहुन्न, उहाँहरू चाहिँ हाम्रो विजयादशमीलाई लक्षित पारेर यहाँ उपस्थित हुनुहुन्छ। यो लक्षित पारेर उपस्थित हुनुहुन्छ। एकदम रमाइलो हुनुहुन्छ, खुसी हुनुहुन्छ। त्यसै गरेर त्यो मात्रै नभएर जो बाहिरबाट आएको दर्शकवृन्द हुनुहुन्छ उहाँहरू पनि एकदमै खुसी भएर हरेक साल कालीपोखरीलाई चाहिँ एकदमै लक्षित पारेर अन्य ठाउँमा पनि मेला लाग्छ, तर कालीपोखरीले एकदम विशेषता दिएर आइदिनुहुन्छ। एकदमै उहाँहरूप्रति एकदमै नमन छ हाम्रो लालीगुराँस। धन्यवाद मेरो प्यारो भाइ रमेश। अनि हामी लगभग यो आजको सराय नाचको बिट मार्ने तयारीमा छौँ होइन? हजुर, एकदमै। आगामी दिनहरूमा फेरि कस्तो योजनाहरू छ भनिदिनु न तपाईँको युवा क्लबबाट। हाम्रो युवा क्लब पहिलेदेखि धेरै राम्रो हुँदै गइरहेको छ। धेरै आफैमा पनि एकदम स्ट्रङ छ। हाम्रो युवा साथीहरू एकदम स्ट्रङ हुनुहुन्छ। र आगामी दिनमा हाम्रो युवा क्लबले सकेसम्म आजभन्दा भोलि राम्रो गर्ने कोसिस गरिरहेको छ, भइ पनि रहेको छ। पहिले सुरुमा थोरै मान्छे हुनुहुन्थ्यो, अहिले धेरै मान्छेको क्राउड छ। हामीलाई ह्यान्डल गर्नको गाह्रो भएर हामीले स्वर्गदारी नगरपालिका लामाचोर बिटबाट हामीले पढेडीहरूलाई पनि बोलाएको हुन्छौँ। एकदमै रमाइलो छ। एकदम पब्लिक एकदम धेरै आउनुहुन्छ। एकदम खुसी छौँ। आगामी दिनमा आशा गर्छौँ हामीले योभन्दा धेरै राम्रो कामहरू गर्नेछौँ र अझै हाम्रो गाउँलाई चिनाउने कोसिस गर्नेछौँ। यति नै हो। थ्याङ्क यू भाइ। भाइको बसाइ कहाँ छ अरे भनिदिनु त। कर्मभूमि कहाँ छ तपाईँको? म चाहिँ खास गरेर कर्मभूमि चाहिँ म बाहिर कतारतिर बस्छु। ठ्याक्कै हरेक साल चाहिँ म आउन पाउँदैन, तर एक साल बेलाएर आउँछु। म आउँदो साल चाहिँ जस नयाँ गरौँ, नयाँ भाइ बहिनीहरूलाई केही कुराहरू सिकाऊ भन्ने तरिकाले चाहिँ आउँछु। अहिले म छु अनि मेरो साथमा एकदम भाइहरू हुनुहुन्छ। एकदम खुसी लाग्छ। एकदम फुल सपोर्ट गरिदिनुहुन्छ। एकदम खुसी लाग्छ दाइ। अनि अन्तिममा क्या भाइ, जस्तै यहाँ मैले चाहिँ कति जनसङ्ख्यामा मान्छे आज आगमन भएको छ मेलाको लागि? अहिले चाहिँ अलिकति बर्सातको कारणले गर्दा पनि हाम्रो लगभग तपाईँको 200-250 जनाको लगभग अहिले आगमन भइसकेको छ। अझै आउँदै हुनुहुन्छ। छिमेकी गाउँबाट अझै आउँदै हुनुहुन्छ। अहिले चाहिँ करिब 200 जनाको आगमन भइरहेको छ। ल थ्याङ्क यू भाइ। थ्याङ्क यू। धन्यवाद।